सबैजनालाई नमस्कार। म धर्म सापकोटा। आज म हजुरहरूलाई त्रिभुवन विश्वविद्यालयले यस वर्षदेखि सुरु गरेको प्रथम वर्षको कक्षा प्रारम्भ भएर देखिएकै समस्या र त्यसलाई कसरी समाधान गर्ने भन्ने कुराहरू लिएर आएको छु। डिसेट गर्दा फरवर्ड पासवर्ड गर्दा इधर भयो डिसेट पासवर्ड इरर P001 नो सक्स युजर फाउन्ड इधर नेम भन्ने गरेको छ है। कुनै कहिल्यै लगइन भइसकेको आइडीलाई पनि यस्तो भन्ने गरेको त यस्तो भयो भने जुन एकचोटि साइन इन गरिदिनु है। साइन इन गरिदिइसकेपछि त्यो समस्याको समाधान हुन्छ। 2024कै हो भने पनि साइन इन गरिदिनु, त्यसपछि यो समस्याको समाधान हुन्छ। यो एउटा हो। अनि अर्को भनेको अहिले मेन देखिएको चाहिँ पासपोर्ट रिसेट कसरी गर्ने क्याम्पस पोर्टलबाट भन्ने कुराहरू देखिएको छ है। यसको लागि तपाईँहरूलाई त्यो चाहिँ क्याम्पसले नै गर्ने कुरा हो। तपाईँलाई भन्दैछु क्याम्पसको जुन हजुरको भेरिफाई गर्ने आइडी हुन्छ त्यो भेरिफाई आइडीलाई लगइन गर्नु। भेरिफाई आइडीलाई लगइन गरिसकेपछि यसको लेफ्ट साइडमा हजुरले स्टुडेन्ट भन्ने ट्याब देख्नुहुन्छ। स्टुडेन्टमा जानु। स्टुडेन्ट गएपछि स्टुडेन्टको लास्टमा एडिट स्टुडेन्ट इमेल एन्ड कन्ट्याक्ट नम्बर भन्ने हुन्छ, यसमा क्लिक गर्नु। यसमा क्लिक गरिसकेपछि हजुरले जुन स्टुडेन्टको पासवर्ड रिसेट गर्नुपर्ने हो अथवा युजर नेम रिसेट गर्नुपर्ने हो त्यसलाई रेजिस्ट्रेसन नम्बर यहाँ हाल्नु र यसलाई सर्च गरिदिनु। सर्च गरिसकेपछि के हुन्छ भने यसमा हामीले स्टुडेन्ट डिटेलहरू देख्छौँ, जस्तै स्टुडेन्टको नाम देख्छौँ, डेट अफ बर्थ देख्छौँ, कन्ट्याक्ट नम्बर देख्छौँ, प्यारेन्ट नेम देख्छौँ होइन, क्याम्पस नेम देख्छौँ, अनि त्यसको प्रोग्राम हुन्छ, युजर आइडी हुन्छ, इमेल हुन्छ है। यसमा एकदम ध्यान दिएर हेर्नु है। जस्तै युजर आइडीमा यहाँनिर त राम भन्ने स्टुडेन्टको हो भने रामको इमेल छ भने यो युजर आइडी चेन्ज हुँदैन है। पासवर्ड रिसेट गर्दा पासवर्ड र युजर पनि रिसेट हुन्छ। त्यसको लागि पहिला युजर आइडीमा जस्तो पहिले इमेल छ भने यो इमेल चाहिँ रिसेट हुँदैन, युजर आइडी चाहिँ रिसेट गर्न मिल्दैन। इमेल छ भने इमेल छैन राम ड्यास 7810000 वाला कोडवाला युजर आइडी अटो जेनेरेट भएको आइडी छ भने यसलाई पनि हामीले रिसेट गर्नुहुन्छ। जस्तो त्यसलाई रिसेट गर्दा जस्तो यहाँ तल हेर्दा न्यू इमेल एड्रेस भनेको चाहिँ यहाँ इमेल एड्रेस राखिदिनु। हजुरले स्टुडेन्टको इमेललाई राखिदिनु, जे छ इमेल राखिदिनु। अनि न्यू कन्ट्याक्ट नम्बर भन्नु, कन्ट्याक्ट नम्बर भनेको स्टुडेन्टको मोबाइल नम्बर राखिदिनु। यो गरेपछि के हुन्छ त भने स्टुडेन्टको इमेल पनि अपडेट हुन्छ, कन्ट्याक्ट नम्बर पनि हुन्छ। र यदि स्टुडेन्टको युजर आइडी चाहिँ अटो जेनेरेटवाला आइडी छ, जस्तो राम ड्यास 721 छ भने यसको के हुन्छ त युजर आइडी पनि चेन्ज हुन्छ। युजर आइडी एकचोटि मात्रै चेन्ज हुन्छ है, एकचोटि चेन्ज हुन्छ। त्यसपछि जस्तै यहाँ इमेल लेख्नु, मोबाइल नम्बर चेन्ज गर्नु, मोबाइल नम्बर लेख्नु, त्यसपछि सेन्ड गरिदिइसक्नु भयो भने यस्तो मेसेज पनि आउँछ। यसको पासवर्ड अटो 1 2 3 4 5 हुन्छ। हजुरको युजर आइडी पनि चेन्ज हुन्छ है। तर युजर आइडी कस्तो कस्तोमा चेन्ज हुन्छ त भने अटो जेनेरेट आइडी भएको बेलामा मात्र चेन्ज हुन्छ है। अटो जेनेरेट आइडी भन्दा चेन्ज हुन्छ। इमेलवाला एकचोटि चेन्ज भयो भने त्यसपछि इमेललाई अपडेट गर्न मिल्छ, तर युजर आइडीलाई अपडेट गर्न चाहिँ मिल्दैन है। त्यो गरेर यसमा त अलिक सिन्सियर भएर आउनुपर्छ। यदि यो बेलामा युजर आइडीमा मिस्टेक भयो त्यो मिस्टेकै चलिरहन्छ फेरि है। र यो भयो एउटा मेनली ठुलो समस्या यो थियो। अब यो चाहिँ समाधान भयो। यसबाट पासवर्ड रिसेट पनि गर्न सक्यो, इमेल अपडेट गर्न सक्यो, युजर आइडी अपडेट एकैचोटि गर्न सक्यो है। तिनवटा कुरा एकैचोटि भयो। यो भयो। अब अर्को भयो इनभ्यालिड युजर अर पासवर्ड भनेको छ। इनभ्यालिड युजर अर पासवर्ड भन्यो भने हजुरले पासवर्ड फरवर्ड गर्ने हो होइन। हजुरले पासवर्डै मिस्टेक भएको हो भन्नु, युजर आइडी थाहा हुन्छ होइन, पासवर्ड बिर्सिनु भएको। पासवर्ड बिर्सियो पन्ध्रमा फरवर्ड पासवर्ड गरेर चाहिँ इमेलमा हजुरको ओटिपी आएर पासवर्ड चेन्ज गर्ने सिस्टम हो। तर फरवर्ड यो पासवर्डबाट यो अप्सन गर्न काम गरिरहेको छैन, ओटिपी आउनु सक्छ। यस्तो भयो नि क्याप्चा भनेर पासवर्ड रिसेट गर्न लागि पासवर्ड रिसेट हुन्छ, त्यो चाहिँ 1 2 3 4 5 हुन्छ। त्यो हालेर नयाँ पासवर्ड राख्नु, त्यही हो। अब यसपछि अर्को छ सर मैले सेभ गर्न भएको फारम अब के गर्नु सर, मैले सेभ गरेन गरेको फारम अब के गर्नु पऱ्यो, फारम सेभ गर्नु भएन भने पनि हजुरले फेरि साइन इन गर्नु। साइन इन गरिसकेपछि हजुरले फेरि प्रिन्टमा गएर यसलाई सेभ गर्न अथवा त्यहाँबाट प्रिन्ट गरेर क्याम्पसमा गएर बुझाउनु पनि मिल्छ, समस्या हुँदैन। त्यही भयो। त्यसपछि अर्को छ इरर भयो रिसेट योर पासवर्ड इरर P001 सच भनेको छ। यो भनेको मैले अघि नै भनेको छु कि हजुरले यस्तो भन्यो भने युजर नट फाउन्ड भन्यो भने हजुरले भ्यालिड हान्दै सही युजर हान्दै नि यस्तो मेसेज दिन्छ भने हजुरले यसो साइन इन गरिदिनु है। साइन इन गरिदिइसकेपछि त्यो नयाँ आइडी बन्छ, युजर बन्छ। युजर भनेपछि समस्याको समाधान हुन्छ। 2024कै भए पनि
सानै बढ्दैन है यस्तो समस्या आयो भने ल त फोन नम्बर आफ्नो राख्ने कि बाबाको भन्नुभएको छ ल फोन नम्बर भनेको अब अहिलेको जमाना फोन नम्बर आफ्नै राख्नुपर्छ है बाबाको मम्मीको भाइको राख्ने होइन पासवर्ड बिर्सेको कुराहरू फोन नम्बरमा ओटिपी आउनु पनि बनाउला होइन त्यहाँदेखि कन्ट्याक्ट नम्बरहरू भनेर चाहिँ आफ्नो राख्नुपर्छ साइन इन गर्ने बेलासम्म पासपोर्ट कन्फर्म पासवर्ड आर डिफ्रेन्ट एसएमएस मात्र देखाउँछ हुँदैन के गर्नु होला भनेर हजुरले त्यहाँनिर रिसेट गर्ने बेलामा हजुरको एउटा पासवर्ड भन्ने छ अर्को चाहिँ कन्फर्म पासवर्ड भन्ने छ पासपोर्ट र कन्फर्म पासवर्डमा एउटै कुरा हाल्नु पऱ्यो क्या हजुरले त्यहाँनिर डिफ्रेन्स हानेर गर्छ हजुरले है त्यो कुरामा चाहिँ ध्यान दिनु पऱ्यो तलमाथि एउटै पासवर्ड राख्नु हजुरको चेन्ज हुन्छ ल अब अर्को छ रजिस्ट्रेसनमा मेरो बाबाको नामको स्पेलिङ बिग्रेको राखिएको छ अब त्यही स्पेलिङ भएको नै राखेर फर्म भर्यो भने केही त हुँदैन होला नि सकेसम्म सचाएर भर्नु चाहिँ राम्रो हो तर अब सचाएर एक्जाम फर्म लेख्नु अहिले टाइम छैन अहिलेलाई एक्जाम फर्म भरिहाल्नु पछि क्याम्पसहरू गएर अलिक सताउनु चाहिँ सक्नुहुन्छ इन्ट्रेन्ससित बनाएर सताउनु पनि सकिन्छ हेर्नु सर अलरेडी पेड भनिरहेको छ मैले फर्स्ट टाइम साइनअप गरेँ तर किन यस्तो भनेर साइनअप फर्स्ट टाइम गर्नु लाग्यो तर पनि अलरेडी भनिरहेको छ भने हजुर 2024को हो भने हजुरले साइनअप गरिरहनु आवश्यक छैन है कुनै आइडीलाई बाहेक सबैले साइनअप गर्नुपर्छ भन्ने छैन हजुरले डाइरेक्ट साइन इन ट्राई गर्नु त्यसपछि हजुर काम हुन्छ सर क्याम्पसले विद्यार्थीको इमेल सञ्चालन तरिका कसरी होला भन्नुभएको छ मैले अघि नै हजुरलाई भनिसकेँ जुन भेरिफाई आइडीमा गएर स्टुडेन्टमा जाने स्टुडेन्ट अनि एडिट स्टुडेन्ट इमेल एन्ड कन्ट्याक्ट इन्फर्मेसनमा गएर सचाउन सक्नुहुन्छ अब अर्को भनेको मेरो इमेलमा मेसेज आएन हजुरले गरे जस्तै सबै प्रोसेस गरे अनि रेजिस्ट्रेसन फर्म भर्दा साथीको जिमेलबाट भरेको थिएँ त्यही भएर हो कि के हो भन्नुभएको छ अब हजुरले साथीकोबाट भर्नुभयो भने त हजुरकोमा इमेलमा आउने कुरै भएन सिम्पल कुरा भयो अर्को कुराले फरवर्ड योर पासवर्डबाट ओटिपी चाहिँ नआएको समस्या छ त्यस्तो भयो भने हजुर क्याम्पसमा कन्ट्याक्ट गरेर हजुरको पासवर्ड रिसेट गर्न लगाइदिनु क्याम्पसले रिसेट गरिदियो भने हुन्छ है मेरो भएन म 81मा कलेज जोइन भएको र मैले साइनअपबाट सबै इन्फो हालेँ तर मेरो जिमेलमा आइडी पासवर्ड आएन यो भयो भने यो पनि हजुरले क्याम्पसलाई नै भनेर क्याम्पसले पासवर्ड रिसेट गर्छ भइहाल्यो कलेजले दिएको इमेल र पासवर्ड हान्दा लगइन नै हुँदैन किन होला एकचोटि फेरि रिसेट गर्न लगाइदिनु है यो अस्ति 3-4 दिन अगाडि दिएको आइडी पासवर्डबाट साइन इन नहुने समस्या भइरहेछ अहिले एकचोटि रिसेट गरिदिनु भयो भने क्याम्पसबाट अब फेरि हुन्छ युजर आइडीको फर्ममा सबै डिटेल्स भरेपछि युजर अलरेडी एक्जिस्ट देखाउँछ सर अब के गर्ने यस्तो प्रब्लम आइरहेछ भन्नुभएको छ त्यो अलरेडी भन्यो भने त हजुरको अलरेडी बनिसकेको छ हजुर साइन इन गर्नु साइन इनमा आइडी पासवर्ड केही कन्फ्युज भयो भने क्याम्पसलाई कन्ट्याक्ट गर्नु क्याम्पसले फेरि दिन्छ है त अघिल्ले यो 3-4 दिन अगाडि दिएको युजर पासवर्डहरुमा केही समस्या चाहिँ आएको छ त्यो भएको चाहिँ फेरि एकचोटि रिसेट गर्न लगाइदिनु न क्याम्पसलाई भइहाल्छ रेजिस्ट्रेसन फर्म अरूको जिमेलबाट भरेको छ तर अब आफ्नैबाट फर्म भर्न मिल्छ कि न स्टुडेन्ट एक्जाम इड्यु एनपीमा इनभ्यालिड भन्छ त सर अब साथीको राख्नु छ अहिले तपाईले आफ्नोमा ट्राई गर्नुभएको छ त्यो त हुने कुरै भएन सिम्पल भाषामा पनि त्यो मिलेन हैन अहिले साथीकै आइडी राखेर हजुरले साइन गर्नु अहिले फर्म भर्नु पछि त्यो चेन्ज गर्नलाई पक्कै पनि त्यो चेन्ज गर्न अहिले तत्काल तपाईले इमेल अपडेट गर्न मात्र त मिल्छ तर युजर चाहिँ त्यो पहिला जुनबाट भर्नुभयो त्यो नै हुन्छ युजर चेन्ज गर्न चाहिँ नमिल्ने भनेको छ है मैले अघि नै पनि भनिछु नि हजुरले मलाई भन्न सक्नुहुनेछ म समस्याहरू सकेसम्म हजुरको समस्या समाधान गरिदिने प्रयास गर्नेछु र योभन्दा अघिल्लो भिडियोहरू पनि हेर्नु यसमा नभएका समस्याहरू अघिल्लै भइसकेको समस्याहरूलाई मैले यसमा फेरि दोहोऱ्याइनँ योभन्दा नि अरू कुनै समस्या भयो भने मलाई हजुरले मैले यसको तल डिस्क्रिप्सनमा एउटा फेसबुकको च्यानल राखेको जस्तो अहिले फेसबुकले नयाँ च्यानल भनेर सिस्टम ल्याएको छ नि ग्रुपहरू जस्तै बनाएर त्यो पनि त्यसको लिङ्क राखेको छु त्यो लिङ्कबाट चाहिँ फेसबुकमा कनेक्ट हुनुभयो भने त्यसमा कन्भर्सेसन गर्न अलि सजिलो हुन्छ त्यसमा यसपटक जोडिनु सबैजना मैले डिस्क्रिप्सन राखेको लिङ्कमा क्लिक गरेर ग्रुपमा जोडिनु त्यसमा पनि हामीहरूले छलफल गर्न सक्छौँ अन्य समस्याहरू के छन् कमेन्ट परीक्षा फारम भर्नको लागि भन्दा अघिल्लो भिडियोहरू हेर्नु कसरी परीक्षा फारम भर्ने भन्ने कुरा मेन भनेको युजर आइडी र पासवर्डको समस्याका लागि मात्र मैले यो भिडियो बनाएको है त